हेलो गाइस, सबैलाई स्वागत छ मेरो न्यू भ्लगमा। हामी चाहिँ अहिले चटपट खानलाई तीनजना साथीसँग एकै साइकलमा जाँदैछु होइन। अगाडिबाट डगी डन आइसकेको छ। यस्तो नबोल्देऊ न, अगाडि बोल्दा हुन्छ। हामी चाहिँ अहिले यहाँ चटपट खान होइन, यहाँदेखि जाने हो अहिले। कहाँ छ त्यहाँबाट? हामी तीनजना चाहिँ यहाँ जाँदैछु होइन। अगाडिको चाहिँ गणेश हो, पछाडिको एलिस हो, हाम्रो साथीहरू। अहिले हामी चटपट खान यसो प्लान गरेर जाँदैछु। यो नै अगाडिको दोकानमा जाऊँ हामी चाहिँ होइन। हामी चाहिँ अगाडि देखाउँछु होइन गाइज। अब यतातिर हामी यो साइकलमा जाँदैछु, तिनजना बसिरहेको छु होइन। हामी अब मेरै घरतिर आएर जाऊँ भन्दैछ, ठिकै छ ल। तिनजना बसिरहेको छु हामी चाहिँ यता यता पुरा यहाँ बसिरहेको छु होइन। तिनजना बसिरहेको छु, त्यहाँ आटो नजाऊँ। बाटो छैन, वहाँ काटेको छ, बाटो छैन यहाँ आटो चाहिँ। अहिले चाहिँ हामी मेरो घरको बाटो जान्छु होइन चटपट खान। त्यही हो। अब हजुरहरूलाई म देखाउँछु पछि होइन यहाँबाट होइन। यसै म चाहिँ यहाँ अगाडि बसिरहेको छु डन्डामा, पछाडि चाहिँ उस्तिनी बसिरहेको छु। तिनजना बसिरहेको छु, तिनजना एउटै साइकलमा अहिले जाँदैछु होइन। अरे लाज मान्ने होइन नि त, भला गरौँ त म होइन। अगाडिबाट ल तपाईँहरूलाई म देखाउँछु होइन। यहाँ सबै काम गर्दैछन् आफ्नो बारीहरूमा। अहिले चाहिँ म मेरो घरतिर अब पुग्दैछु होइन। त्यहाँबाट हामी चटपट खान जान्छन् जाँदै होइन गाइस। यहाँबाट अब यहाँबाट बाटा कुटा लगाएको छन् एउटा। कोही आउने भयो आउनु है, बाहिर अरे के हुँदैन। हामी चाहिँ जाँदैछु, यो चाहिँ मेरो घरबाट अब हामी चाहिँ जाँदैछु भागेर, कोही छैन घरनिर। भागौँ होइन। ल हामी चाहिँ अहिले यहाँबाट जाँदैछु। अब ट्याक्क बालेर चटपट बनाएर चटपट खाएको भिडियो हजुर सामु पुगाउनेछु होइन गाइस। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। यो चाहिँ हाम्रो गाउँको भाइरल घर पत्ताले। त्यहाँबाट अब हामी चाहिँ जानेछौँ। यहाँबाट ट्याक्क बालामा पछाडि एउटा साथी अलिक बसिएको छ, चलाउने चाहिँ गणेश हो। सामान कस्तो हात अहिले चलिहाल्छ, हामी जाम है। अहिले यहाँबाट हामी जाँदैछु, हजुरहरूलाई रोड देखाउनु चाहिँ होइन। रोड देखाउने छु म चाहिँ। अब कस्तो छ हेरौँ है, गाउँको रोड पिच रोड छ कि कस्तो छ देखाउँछु होइन। यो चाहिँ मेरो चटपट खाएको मात्र भ्लग हो होइन। अब पछितिर चाहिँ डेली भ्लग बनाउने छु। यहाँ अगाडिबाट बिल्लोले बाटी काटिसक्यो। ए एउटा कुरा छ कि भाग्य बिल्लो काटिसक्यो कि बाटो काटिसक्यो। एउटा कुरा भन्छु होइन, जहिले पनि म यिनीहरूसँग काहीँ खास गरी एलिससँग काहीँ घुम्न जान्छु, त्यतिखेर मेरो बिल्लोले बाटो काटिहाल्छ कि जहिले पनि काटिहाल्छ। डेली हो कि यो, खै अब केही हुनेवाला छ कि पनौती लाग्नेवाला छ थाहै छैन हामीलाई चाहिँ होइन। यहाँ अगाडि म देखाउँछु, साइकल पनि हिरो होन्डा गाइज हो कि। ल गाई चाहिँ यस्तै हो पनौती, म होइन। खै अब को पनौती थाहा छैन। अब बिल्लो बाटो काट्छ त्यति मात्र हो, बिल्लो बाटो काट्छ। भिडियो चाहिँ अब राम्रै हो, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला होइन। न्यू अकाउन्ट हो, यहाँ नेपालीमै हुन्छ अब भ्लग चाहिँ। यो चाहिँ मेरो सेकेन्ड भ्लग हुनेछ होइन। म अब एडिटिङ गरेर कुरुङ हाल्नेछु। अगाडिबाट म देखाउँछु रोडबाट। हाम्रो विराट कोहलीको घर। हाम्रो यहाँ चाहिँ अब चटपट खाने दोकानतिर जाँदैछु होइन। यहाँबाट ट्याक्क लगाएर न्यू घर बन्दैछन् यतातिर चाहिँ। हामी चाहिँ होइन, यो चाहिँ ड्राइभर हो कि खतरनाक हो कि पाइलट भन्दा पनि पल्लामा नलाग्न त लैजाने होइन। यहाँ चाहिँ पुरा हाम्रो गाउँमा तोरी नै तोरी हुन्छ क्या, पुरा तोरीबारी हुन्छ क्या। यहाँ चाहिँ बल्लहरू छन्। यता सनसेट हुँदैछ, अबको आधा घन्टा वा 1 घन्टामा भइहाल्छ सनसेट होइन। अहिले चाहिँ हामी चटपट दोकानतिर चाहिँ पुगिसक्यो होइन, ट्याक्क लगाएर। यहाँ अब म भित्रको सिन हजुरहरूलाई देखाउने नै छु अहिले।
अहिले चाहिँ हामी दोकानभित्र आइसकेका छौँ चटपट बनाउनलाई। भाउजू चाहिँ अब चटपट बनाउने छन्, पुरै काम उनीहरूले भित्रतिर जानुभएको छ होइन। यहाँ चाहिँ गणेश छ, यहाँ एलिस, यहाँ केटाहरू मोबाइल हेर्दैछन्। म चाहिँ यहाँ तुरुन्तै भिडियो बनाऊँ भनेर भिडियो बनाउँदैछु। अहिले चाहिँ यहाँ कटेजमा आइसकेका छौँ हामी। कटेज हेर्नु होला, एडभान्स लेभल कटेज हो यो चाहिँ, पुरा बत्तीसहितको। आउन चाहनुहुन्छ भने आउँदा हुन्छ। यहाँ चाहिँ आउँदा हुनुहुन्छ होइन। अहिले चाहिँ अब चटपट कसरी बनाउँछन् अब भिजाएपछि म देखाउने छु होइन। अहिलेको लागि भाइ अहिले चाहिँ भाउजू होइन दोकान आइसक्नु भएको छ, खुल्नु भएको छ। अब चाहिँ हामी होइन चटपट बनाएर चटपट खाँदैको भिडियो देखाउँछ होइन हजुरहरूलाई। अहिले चाहिँ बाहिर अहिले चाहिँ चटपट रेडी भएर आइसक्यो होइन। यहाँ चटपट चाहिँ खानै नछोड्ने कि खानै नछोड्ने, खाइहाल्नु पर्ने तिमीहरूले। यहाँ भाउजूले भर्खर पठाएको 20 सेकेन्ड भएको छैन गाइजहरू। यहाँ पुरा आटा बनाइसकिहाल्यो इन्जुले। यहाँ चाहिँ लास्टै पिरो भयो चटपट खाएर। अनि चाहिँ यहाँ केटाहरू चोको पनि लिन गएको छन्, पछाडि चाहिँ चोको पनि लिन गएको छन् केटाहरू चाहिँ। म चाहिँ यहाँ पुरा पिरो भयो कि धारातिर जान्छु होइन। अब यहाँ लास्टै पिरो हालिदिएको छ चटपटमा, लास्टै पिरो छ। खाइ नसक्नु भएको छ हामीले चाहिँ, पुरा आँसु आइसक्यो। केटाहरूले चाहिँ यहाँ चोको पनि लिएर आएको छ होइन। लास्टै पिरो भयो जेन यार। अब चोको पनि खान्छु, नभए धारातिर जान्छु। त्यहाँ धारातिर जान्छु होइन म। लास्टै पिरो भयो कि यहाँ चाहिँ चटपट पखाल भन्दैछन् कि चटपटलाई धो भन्दैछन् कि पानी हाल भन्दैछन्। को हाल्ने चटपटमा पानी? एक प्याकेट बनाएको आधा पनि सिद्धिएको छैन कि गाइस। फुल्ली पानीतिर जानु पऱ्यो कि अब धारातिर। स्वास्थ्य चौकी जानु, डक्टरको सल्लाह लिनु, यो हाल्ने हो कि भ्लगमा जानु। अब चाहिँ म खाइ नसक्नु भएको हुनाले धारातिर जान्छु पानी खानलाई। लास्टै पिरो भयो क्या, लास्टै पिरो भयो। अब म पानी खान्छु क्या। यहाँ यिनीहरू पनि पुरा आइसके, यहाँ धारैमा पुगेका छन्, खाँदैछन् होइन। मलाई लास्टै पिरो भयो, म पानी खान्छु अब। यहाँ चाहिँ धारा बन्दा हुँदैन कि तेरो दिमाग छैन। म पानी मलाई यस्तो पिरो हुँदैछ। अब म थोरै खान्छु होइन यहाँ आटा। लास्टै पिरो छ। अब चाहिँ हामी चटपट खाएर घरतिर जान्छौँ होइन। अहिले चाहिँ हामीले चटपट खाएर आएर थोरै सानो भिडियो बनायौँ होइन। अहिले चाहिँ हामीले थोरै भिडियो बनायौँ सानो, गणेशको भिडियोमा टिकटकमा अपलोड हुन्छ। सानो सर्ट भिडियो बनायौँ, त्यसको आँट चाहिँ अहिले सानो सर्ट भिडियो बनायौँ। अब चाहिँ हामी घर जान्छौँ। आजलाई यति, सबै लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला होइन। न्यू च्यानललाई सपोर्ट गरिदिनु होला। हस् हुन्छ, टाटा बाई बाई।